नमस्कार। आज हामी हिन्दू धर्मको एउटा यस्तो आधारभूत अवधारणाबारे कुरा गर्दैछौँ जसले हजारौं वर्षदेखि समाजलाई बाटो देखाउँदै आएको छ। र अचुम्मको कुरा के छ भने आजको यो आधुनिक संसारमा पनि त्यो उत्तिकै महत्त्वपूर्ण छ। हो, हामी कुरा गर्दैछौँ धर्मको। कल्पना गर्नुहोस् त, हिन्दू धर्म आज एउटा यस्तो दोबाटोमा उभिएको छ जहाँ एकातिर हजारौं वर्ष पुराना गहिरा जरा भएका परम्पराहरू छन् अनि अर्कोतिर विश्वव्यापीकरण र आधुनिकताको एउटा तीव्र आँधीले यसलाई नयाँ दिशातिर धकेलिरहेको छ। यो साँच्चै नै परम्परा र परिवर्तन बीचको एउटा रोचक टकराव हो। यसले एउटा निकै गहिरो प्रश्न खडा गर्छ। एउटा यति पुरानो आस्थाले आजको यो द्रुत गतिमा बदलिरहेको संसारमा आफूलाई कसरी सान्दर्भिक बनाइराख्छ? आज हामी यही परम्परा र आधुनिकता बीचको द्वन्द्व, संवाद र सङ्घर्षलाई नजिकबाट केलाउने प्रयास गर्नेछौँ। अब यी सबै आधुनिक चुनौतीहरूलाई बुझ्नको लागि हामीले पहिले हिन्दू धर्मको त्यो केन्द्रीय अवधारणालाई बुझ्नै पर्छ जसले जीवनको हरेक पाटोलाई मार्गदर्शन गर्छ। हो, त्यो हो धर्म, जसलाई हामी एक किसिमको नैतिक दिशासूचक वा मोरल कम्पस पनि भन्न सक्छौं। धर्म शब्द संस्कृतको ध्रे धातुबाट आएको हो, जसको सोझो अर्थ हुन्छ धारण गर्नु वा सम्हाल्नु। यसलाई यसरी सोचौं न, जसरी गुरुत्वाकर्षणले ग्रहहरूलाई आफ्नो कक्षमा अड्याएर राख्छ, ठ्याक्कै त्यसै गरी धर्मले ब्रह्माण्ड, समाज र व्यक्तिलाई नैतिक रूपमा सन्तुलित र व्यवस्थित राख्छ। भन्नुको मतलब यसले सबै कुरालाई अराजकतामा जानबाट जोगाउँछ। तर यहाँनिर एउटा कुरा ख्याल गर्नुपर्छ, धर्मको कुनै एउटा मात्रै अर्थ छैन। यो एउटा एकदमै फराकिलो अवधारणा हो। जस्तो कि यहाँ देख्न सकिन्छ, यसभित्र कर्तव्य, न्याय, नैतिकता र सही जीवनशैली जस्ता धेरै कुराहरू पर्छन्। यो त जीवन जिउने एउटा समग्र खाका जस्तै हो। अब हिन्दू दर्शनमा जीवनका 4 प्रमुख लक्ष्यहरू छन् जसलाई पुरुषार्थ भनिन्छ: धर्म, अर्थ, काम र मोक्ष। र यहाँ सबैभन्दा रोचक कुरा के छ भने धर्मलाई यी सबैमा पहिलो र आधारभूत लक्ष्य मानिन्छ। किन होला? किनभने धर्मको बाटो नहिँडी कमाइएको सम्पत्ति अर्थात् अर्थ र भोगिएको आनन्द अर्थात् कामले अन्ततः असन्तुलन र दुःख मात्रै निम्त्याउँछ भन्ने मान्यता छ। त्यसैले धर्मले नै अरू लक्ष्यहरूलाई सही मार्गमा डोर्याउँछ। ल, व्यक्तिगत र सामाजिक तहमा त हामीले धर्मलाई बुझ्यौं, तर अब हेरौं कसरी यही अवधारणा एउटा राष्ट्रको आत्मा र पहिचानको बहसको केन्द्रबिन्दु बन्न पुग्छ, विशेष गरी आधुनिक भारतमा। आजको भारतमा राष्ट्रिय पहिचानलाई लिएर दुईवटा प्रमुख दृष्टिकोणहरूबीच एक किसिमको टकराव देखिन्छ। एकातिर भारतको धर्मनिरपेक्ष संविधान छ, जसले सबै धर्मलाई समान सम्मान दिने र धार्मिक सहिष्णुतालाई बढावा दिने कुरा गर्छ। अर्कोतिर हिन्दू राष्ट्रवादीहरूको दृष्टिकोण छ, जसले भारतको पहिचानलाई मूलतः हिन्दू धर्मसँग जोडेर हेर्नुपर्छ भन्ने वकालत गर्छ। नागरिकता संशोधन ऐन होस् वा अयोध्यामा राम मन्दिरको निर्माण, यी विषयहरू यही वैचारिक द्वन्द्वका ज्वलन्त उदाहरण हुन्। यो बहस बाहिर मात्र होइन, हिन्दू धर्मभित्रै पनि एउटा ठूलो मन्थन चलिरहेको छ। खास गरी केही पुराना परम्पराहरूलाई आजको आधुनिक नैतिक मान्यताहरूसँग कसरी मिलाउने भन्ने विषयमा। यो वास्तवमा धर्मको आफ्नै विकास र भविष्यको लडाईँ पनि हो। यो आन्तरिक बहसमा पनि हामी दुईवटा मुख्य धारहरू देख्न सक्छौं। एकातिर सुधारवादीहरू छन् जो भन्छन् कि धर्म समयसँगै परिवर्तनशील हुनुपर्छ र जातीय भेदभाव वा लैङ्गिक असमानता जस्ता मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ। अनि अर्कोतिर रूढिवादीहरू छन् जो धर्मको परम्परागत स्वरूपलाई कुनै पनि हालतमा जोगाउनुपर्छ भन्ने मान्यता राख्छन् र घर वापसी जस्ता अभियानहरूबाट यसलाई थप बलियो बनाउने प्रयास गर्छन्। तर हिन्दू धर्मको कथा भारतको सिमानामा मात्रै सकिँदैन। विश्वव्यापीकरणले यसलाई संसारको हरेक कुनामा पुर्याएको छ र विदेशमा बस्ने करोडौं हिन्दूहरूले अब धर्मलाई बिल्कुलै नयाँ सन्दर्भमा बुझिरहेका छन्, जसले नयाँ अवसर र नयाँ चुनौतीहरू दुवै सृजना गरेको छ। आज अमेरिकादेखि अस्ट्रेलियासम्म विश्वका ठूला ठूला सहरहरूमा हिन्दू मन्दिर र सांस्कृतिक केन्द्रहरू भेटिन्छन्। विदेशमा बस्ने यी समुदायहरूले आफ्नो आस्थालाई नयाँ परिवेशमा ढालेका छन्। अझ आजको डिजिटल युगमा त प्रविधिले अनलाइन पूजा र भर्चुअल सत्सङ्ग मार्फत विश्वभरिका हिन्दूहरूलाई जोडिदिएको छ। अब उनीहरू केवल अनुयायी मात्र रहेनन्, धर्मको भविष्यलाई आकार दिने एक महत्त्वपूर्ण हिस्सा बनिसकेका छन्। तर जब कुनै पनि आस्था यसरी विश्वव्यापी बन्छ, तब एउटा निकै संवेदनशील प्रश्न पनि सँगसँगै आउँछ।
योग, ध्यान र आयुर्वेद जस्ता अभ्यासहरू आज विश्वभरि नै लोकप्रिय छन्। तर यसले एउटा जटिल प्रश्न खडा गर्छ। के यो केवल एउटा स्वस्थ आध्यात्मिक अभ्यासको प्रचार प्रसार हो, वा यसलाई सांस्कृतिक विनियोजन अर्थात् कल्चरल एप्रोप्रिएसन मान्न सकिन्छ? सांस्कृतिक विनियोजनको बहसको चुरो कुरो यही हो। जब हजारौं वर्षको गहिरो दार्शनिक इतिहास बोकेको योग पश्चिमा बजारमा केवल एक शारीरिक व्यायाम वा वेलनेस उत्पादनको रूपमा बिक्री हुन थाल्छ, तब प्रश्न उठ्छ, के हामीले यसको आत्मा नै गुमाइरहेका छौं कि यो सायद धर्मको विश्वव्यापीकरणले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौतीहरूमध्ये एक हो? त्यसो भए यति धेरै बहसहरू, राष्ट्रवाद, सुधार र विश्वव्यापीकरणलाई हेर्दा के बुझिन्छ त? के यी विवादहरू हिन्दू धर्मको कमजोरीको सङ्केत हुन्? बिल्कुल होइन। बरु यसले के देखाउँछ भने धर्म कुनै ढुङ्गामा लेखिएको स्थिर नियम होइन, यो त एउटा जीवित, गतिशील र निरन्तर चलिरहने संवाद हो। हजारौं वर्ष पहिले नै बृहदारण्यक उपनिषदमा भनिएको थियो, धर्मभन्दा माथि केही छैन। यसले हामीलाई के याद दिलाउँछ भने आज हामीले गरिरहेका यी बहसहरू नयाँ होइनन् र धर्मको सान्दर्भिकता र शक्ति समयभन्दा धेरै पर छ। र अन्तमा यो सबै कुरा एउटै प्रश्नमा आएर अडिन्छ, धर्म आखिर के हो? के यो एउटा स्थिर कानून हो जसलाई जस्ताको तस्तै जोगाउनुपर्छ, वा यो एक जीवन्त संवाद हो जुन समय र परिस्थिति अनुसार निरन्तर विकसित हुँदै जान्छ? सायद यही प्रश्नको उत्तरले नै यो परिवर्तनशील संसारमा आस्थाको भविष्य कस्तो हुनेछ भन्ने कुरा तय गर्नेछ।